दुःख देख्दा मन निकै रोएको छ। तिमीले मेरो पेट भरे नि तिम्रो पेट भोको छ। कति दुःख गर्छौ आमा मेरो पेट भर्न, तिम्रो दुःख हेरी बस्नु सक्दैन केही गर्न। 24 घण्टामा 12 घण्टा काममा तिमी जान्छौ, न त बिहान चिया पानी न त दिउँसो खाजा खान्छौ। जे खान खोजे मैले खुसी भए मान्छौ, यसरी दुःख गरे आमा कति दिन खान्छौ। बिहानभरि काम गरी थाकी आउँछौ आमा, आएर नि बस्न पाउँदैनौ बोकाउनु छ खाना। खाना खान भ्याउँदैनौ हतार हतार काममा, दिनभरि भारी बोकी 30 डिग्री घाममा। जस्तो सुकै दुःख अन्डर टक्कर प्रहार गर्दै, हिँड्न पनि सिकायो आमा एक एक पाइला सार्दै। न त म बोल्न जान्थे न त खान जान्थे, न त तिम्रो कदर गर्थे न त मन मान्थे। माथिएको गोरु जस्तै जताभावी मुद्दै, खोजी खोजी कर ल्याउँथ्यौ मायाले मलाई पिर्दै। म रुँदा मेरो भन्दा बढी तिम्रो आँसु झर्थ्यो, मेरै कारण घरमा आमा कति झडा पर्थ्यो। मलाई के त म हिँड्दा तिमीले गाली खान्छौ भन्ने, गल्ती गर्दा खुसी लाग्थे अरू केही नजान्ने। बल्ल बल्ल 5 वर्ष स्कुल जान थाले, खाली खाली कपी पनि कति च्याति फाले। बिस्तारै बिस्तारै पैसा चिन्न थाले, 5 रुपियाँ माग्दा फेरि गाली गर्थे बाले। बाले नथा पाउने गरी पैसा दिन्थ्यो लुकाएर, होमवर्क सक्यो पनि खेल्न जान्थे झुकाएर। त्यतिकैमा म सुध्रे 4 क्लास पढ्ने भए, गाउँकै सोझो इमान्दार सबले राम्रो ठान्ने भयो। कुनै एक दिन हामी घाँस काट्न गएका थियौ, तिमीले सोर अनि मैले 3 मुठाको गाडी दिएँ। त्यस्तो साङ्गो बाटो अनि उकालो घर आउँदै गर्दा मेरो बारी आफैले कति खुसी दियो आँसु झर्न। कतै जस थिएन आमा